यो चाहिँ साली नदीको मेला हो है। अनि म चाहिँ यहाँ घुम्न आएको छु। यहाँ अब हिँड्दै हिँड्दै जाँदाखेरि बाटोमा अब के राम्रो लाग्यो त्यही खिच्यो है। अब यतिकै खिच्न मन लाग्छ नि त, भिडियोहरू रेकर्ड गर्यो, एडिट गर्यो, अपलोड गर्यो, रहर लाग्छ नि त। त्यही हो खासमा। म चाहिँ यहाँ भिडियो भन्दा नि सुरुवात गर्न आएको हो। केही कुराको सुरुवात, केही कन्टेन्टको सुरुवात। अनि खासमा कन्टेन्ट बनाउनु केही गर्न नपर्ने रहेछ। खालि बाटोमा हिँड्यो, राम्रो लागेको कुरा खिच्यो, अपलोड गर्यो, एडिट गर्यो, भयो भने अब यसरी अब म जसरी जे पाएँ त्यही बोलिदियो। तर अब यस्तो राम्रो भिडियोको लागि मैले यस्तो भन्न चाहिँ नहुने हो है। त्यो पनि केही छैन, ठिकै छ है। यो साली नदी मन्दिर साह्रै राम्रो छ। तर यो साली नदी मन्दिरको वरिपरि अलि फोहोर चाहिँ देखेँ मैले है। होइन भने त अब यो अब पुरानै मन्दिर हो। त्यस्तो अब गहिराइमा यो मन्दिरको बारेमा मलाई त्यस्तो खासै केही थाहा छैन है। म पनि भर्खर यस्तो भिडियोहरू प्र्याक्टिस गर्दैछु है। अनि यो भिडियो अब अन्तिमसम्म हेरिदिनु भएको सबैलाई मनैबाट धेरै 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 धन्यवाद है। अनि अब भयो भने कमेन्टमा कस्तो बनाए, अब अझै के गर्दा राम्रो हुन्छ त्यो पनि सजेस्ट गर्नु होला। धन्यवाद।